घर मरेको दिन नमिठो हाँसो रसिला आँखा निकै गरुङको मन हुन्छ। बेहुलीको रूपमा छोरी देख्दा पीडा तकलिफ झन हुन्छ। पछि फेरि बाँच्ला नबाँच्ला त्यो कुरा त्यही दैव जानुन्। तर छोरीको बिहेको दिन उसको घरको निधन हुन्छ। दिदीको काखमा बुनेको सब रहरको मलामी बने। गुमाउँदैछिन् दिदीले आज जुन थरको मलामी बने। सब आए जन्ती भनेर दिदी लिन त्यो दिन म उभिरहे परिवारसँगै घरको मलामी बने। नहुँदै गहिरो हानी रुन्छन् घर मरेको दिन। यहाँ मात्रै होइन जहाँ नि रुन्छन् घर मरेको दिन। आमा रुन्छन्, दाइ भाइ रुन्छन्, के अचम्म मान्नु। यहाँ हिटलर जस्ता बानी रुन्छन् घर मरेको दिन। योद्धा जसरी थामेकी थिइन् मन भरिएर आउँदा पनि, नयाँ समाज नयाँ परिवारको डरले शिर घुमाउँदा पनि। म सम्झन्छु रुन्थे सानोमा एउटा गुडिया हराउँदा आज आँसु दिलमै थामेर गइन् दिदी घर गुमाउँदा पनि। बाहिरपट्टि आगन्तुकलाई परिकार छ, भोज छ। भित्र कोठामा परिवार भने रोएर बिजोग छ। त्यो दिन बल्ल बुझे कि घर भत्किँदा पनि समाजलाई भोज खुवाउन सक्नु नै एउटा छोरी हुर्काएको परिवारको महानता हो। कसरी सम्हाल्छन् अरूका बाले मन भारी हुँदा, आफ्नो छोरी अर्काको घरमा अर्कैको बुहारी हुँदा। म भाइका लागि त लाग्यो आत्मा लुटे जस्तै। आमा कुनामा थुपुक्क छिन् परमात्मा लुटे जस्तै। दिदी अब कहिले आउँछे? भाइ कराएको छ। दाइजो लैजाऊ मलाई गोठको गाई कराएको छ। दुध भात ल्याइदिली बिहानै तिमीले भन्ने आशा हुन्छ। तिम्रो काखैमा निदाउने त्यो बिरालो निराश हुन्छ। घरको गरिमा सम्हाल्ने तिम्रो स्वरूप जटायु रहेछ। हाम्रो आँगनको पवित्रताको राज तिमीले फेर्ने वायु रहेछ। अमर होला चाहिँ लाग्थ्यो घर। डोली उठेको दिन बुझे कि तिम्रो मुहारको हाँसो नै आखिर हाम्रो घरको आयु रहेछ। आज भान्सामा पकाउने हात अर्को भो भन्दै, नहुँदा तिमी हरेक चिजसँग झर्को भो भन्दै, तिम्रो अनुपस्थितिको रिस बाले मैमाथि पोख्छन् दुःख। भोलि मैले पकाएको खानामा नुन चर्को भो भन्दै। बिरालो भन्छ नाटक गरौँ, जसरी तसरी हाँसौँ। गाईले भन्छ ठिकै हो नि, मरी मरी हाँसौँ। खुसी हुन्थे दिदी गएने, बाहामा छन् भन्दै। बाहामा नै निराश छन्, खोइ कसरी हाँसौँ। दिदी अन्धकार घरको बरन्डामा तिमीले जुन लगाएकी थियो, त्यही सम्झेर सास फेर्नेछ घरले आखिर गुण लगाएकी थियो। आशा छ तिम्रा परिवार पनि महान तिमी जस्तै होलान्। तिम्रा प्रेमी, तिम्रा जहान तिमी जस्तै होलान्। होलान् नहोलान् देखेको छैन। यदि भएको भए निर्धक्क भन्छु भगवान पनि तिमी जस्तै होलान्। शुभकामना दिदी।